ओइ सुन टेन्सन भइरहेछ ओइ के भयो हैन खास मैले तँलाई त भन्नु भनेको म त कि ओइ म खास डेटिङ गएको नि डेटिङ भनिन त अन्त के त भन्नु अफिस लाग्यो त अहिले भनेको के गरौँ गरौँ भइरहेछ हैन म त फेरि केटीहरू देखेपछि तँलाई यादै छैन समझ रहे हो फर्स्ट डेट हो नि त साइको भइरहेछ नि ओइ कसरी भेट्नु भन्ने सो आइदिएन आइडिया त्यही भएर त म त के सोची पठाउँछु अन्त के बोली पठाउँछु हो त्यही भएर तँलाई सिकाइ मागेको नि अन्त तँ त्यति पनि आज पनि जान्दैनस् केटीलाई त फुरुक्कै पार्नु पर्यो नि हो केटी पटाउनु छ भने त फुरुक्कै पार्नु पर्यो नि केटीलाई त्यसै कहाँ हुन्छ हौ ठ्याट त्यही त अन्त तँलाई आइडिया दिएन भनेको अन्त मैले केटीहरूलाई फकाउनु छ भने चाहिँ अलिक सर्काउनु पर्छ त हौ मजाले गएर आज फर्स्ट डेट होइन मजाले जा हाई भन् कस्तो हुनुहुन्छ तपाईँ भनेर बोलेको अझै राम्रो फर्स्टमा चाहिँ मजाले भन् त्यसरी हो गएर चाहिँ राम्रै पनि होला होइन अलिकति सर्काइदियो फुरुक्कै पार्दैन के खानुहुन्छ भन्नु होइन कफी सफी गऱ्यो अलिकति सर्काइदिए बोल्नै आएन भने त्यसो गर्न तपाईँ त कस्तो राम्री बलिउडकै हिरोइनकै भन्दैन नि त क्याट्रिना क्याफ तँलाई मनपर्छ होइन त्यस्तै छ त्यसरी भन्दैन मजाले क्याट्रिना करिना हौ त्यसरी भन्न इक्जाम्पल मात्रै दिएको हौ त्यसरी क्या राम्रो तपाईँ त होइन त्यसरी भन्न मजाले मिलाएर हौ त्यसरी बुझिस् होइन ल फेरि म त्यसै गर्छु ल पर्खिने गरेँ ल ओइ केट्रिना जस्तो भन्यो होइन साँच्चै होइन ल ल ल हेलो आइपुग्यो यस्तो ढिला आएको कहिलेदेखि पर्खेको मैले बोल न किन नबोलेको बोल त ए गाडी अलिक बिग्रियो कि अन्त कल गरेर भन्नुपर्छ नि म झन् तपाईँलाई भेट्नु मात्रै आएको झन् यहाँ कहिलेदेखि पर्खेको भन्नुहोस् त बोल न बोल्दैनौ बोलेन भने म गएको ल होस् लु बोल बोल त तपाईँ आज जोनी लिभर जस्तो देखिरहेको छ